उहिले मैले ल्याएँ भन्छ, उहिले मैले ल्याएँ भन्छ, कोही 3 लाख भन्छ, कोही 2 लाख भन्छ। तर म 50,000 भन्दा उपल्लो 1 लाखसम्म नै घर घरबाट उभिएर हेरेका छन्। झ्यालझ्यालबाट गर्ने हो भने 1 लाख मान्छे, 1 लाख 1.5 लाख त्यहाँदेखि माथि त थिएन गफ गर्न हुँदाखेरि कुरा। अब झ्यालझ्यालबाट उभिएर हेरेका गर्दाखेरि 1.5 लाख। उसले ल्याए भन्छ, दुर्गा प्रसाद मैले ल्याएँ भन्छ, राप्रपा मैले ल्याएको भनेर पैसा तिर्न जान्छ। हतार पत्ता कसले ल्याए। त्यसमा अहिले मूल्याङ्कन कस्तो गरेको छ त भने 25% व्यक्ति पार्टी र समूहको, बाँकी रह्यो 75%। 75%मा आधा चाहिँ नै अहिलेको व्यवस्था र अहिलेको सरकारबाट रुष्ट भएका कम्युनिस्ट काङ्ग्रेसहरू, अनि आधा चाहिँ नै श्रीपादप्रति श्रद्धा र विश्वास भएका स्वस्फूर्त रूपले आकर्षित भएका व्यक्तिहरू भने त्यो 75% को सम्बोधन गर्न सकेको छैन। राजावादीहरूले सम्बोधन गर्न सकेको चाहिँ छैन। 25 गतेको त्यो जनताको क्रेज हेरेपछि 27 गते इन्डिया टिभीमा रञ्जित रे र सुदीप सिंहको अन्तर्वार्ता आएको छ। रञ्जित रेले के भन्छ, उता यहाँ त राजदूत भएर बसेको। नेपालका राजाले नेपालमा भारतको रलाई क्रियाशील हुन नदिएको हुनाले हामीले आन्दोलन गरेर राजनाथलाई फालेको भनेर टिभी हेर्नुहोस् न, अन्तर्वार्ता रञ्जित रेको। सुदीप सिंहले के भन्छ भने भारतमा माओवादीका नेताहरू पालेर नेपालमा माओवादी आन्दोलन गराएको भन्छ सुदीप सिंह। भनेपछि अहिलेको आन्दोलन कसको भरमा भएको रहेछ त? भारतीय विस्तारवाद, अङ्ग्रेजी साम्राज्यवाद। अहिले चाहिँ नि अमेरिका पुस्ताएको छ, भारत आफै हाला भएको छ। अघि चाहिँ मान्यजीले भन्नुभयो त्यो भुटानको सरहमा बस्छ भनेर। म राजा हुनु नहुनु त्यो ठुलो कुरा होइन, तर नेपाल आदिमकालदेखि सार्वभौम सत्ता सम्पन्न राष्ट्र, त्यसलाई पनि विचार गर्नुपर्छ। यदि म राजा हुने हो भने नेपाली जनताको सदिच्छा अनुसार राजा हुन्छ भने भारतले राजा बनाउने होइन भन्ने सन्देश हो। नेपाली जनताको सदिच्छा अनुसार म राजा हुन्छु। तर नेपालका राजावादी भन्नेहरू दोग्लै दोग्ला छन्। दोग्लाहरूको चाहिँ घरमा परेपछि त्यो कुरा नभन्नुहोस् न, त्यो कुरा नभन्नुहोस् है। अब यस्तो कुरो चाहिँ छ। त्यस कारणले अब हाम्रो कुरो के हो भने